को फसेको पैसालाई निकाल्न सकिनेछ। हो, हजुरको फसेको पैसालाई एउटा उपायद्वारा निकाल्न सकिनेछ। यस्तो शक्तिशाली उपाय छ। हजुरको कुनै व्यक्तिले हजुरसँग ऋण लिएर गयो, तर त्यो ऋण दिन हजुरलाई मान्दैन, हजुरको पैसा दिन मान्दैन, दिन्छु दिन्छु भन्छ, समय भाका राखिरहन्छ तर पैसा दिँदैन। कुनै व्यक्तिले हजुरको पैसा लगेको छ, त्यसबाट पैसा निकाल्न चाहनुहुन्छ, पैसा दिउँ दिउँ भनेर मन लागोस् भन्न चाहनुहुन्छ भने यो विधिद्वारा हजुरले पैसा निकाल्न सक्नुहुनेछ। अद्भुत विधि छ। यो विधिलाई 11 दिन हजुरले लगातार गर्नुपर्नेछ अनि हजुरले पैसा निकाल्न सक्नुहुनेछ। पैसा निकाल्ने शक्तिशाली उपाय हो। हजुरले यो उपाय गरेर जीवनमा लाभ लिन सक्नुहुनेछ, अथाह लाभ लिन सक्नुहुनेछ। जीवनलाई सकारात्मक दिशातिर ढकेल्न सक्नुहुनेछ। हजुरको आर्थिक तनावलाई, समस्यालाई हटाउन सक्नुहुनेछ। हो, यो भिडियोलाई सक्दो शेयर गर्नुहोस्। हजुरको सानो शेयरले कुनै व्यक्ति ऋणमा जाकिरहेको छ, फसेको पैसा निक्लेको छैन भने उसलाई लाभ हुनेछ। र हामीहरूसँग ग्रह कुण्डली हेराउनको लागि, घरको वास्तु हेराउनको लागि, व्यापार व्यवसाय चलेको छैन भने चलाउनको लागि, मानसिक तनावलाई शान्त गराउनको लागि हामीहरूसँग परामर्शको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जाइनुहोस्। बायोमै युट्युबको लिङ्क छ, सब्स्क्राइब गर्न नभुल्नुहोस्। हो, त्यो कुन विधि हो जुन विधिद्वारा फसेको पैसा निकाल्न सकिनेछ, फसेको पैसालाई आफूतिर आकर्षण गराउन सकिनेछ। हो, हजुरले के गर्नुपर्नेछ? बिहानै ब्रह्म मुहुर्तमा, ब्रह्म मुहुर्त भनेको बिहानको सूर्य उदय हुनुभन्दा अगाडि 15-20 मिनट अगाडि हजुरले के गर्नुहोस् भन्दा व्हाइट कागज अर्थात् व्हाइट पेपर, सेतो कागज ल्याउनुहोस् अनि हरियो लेख्ने कुनै पनि डट पेनले अथवा कलरले हजुरले जुन व्यक्तिले हजुरको पैसा लगेको हो त्यो व्यक्तिको नाम लेखेर, त्यो व्यक्तिले मलाई पैसा दिइसक्यो, मेरो यति रकम फसेको थियो तर त्यो पैसा निक्लियो, हे भगवान निक्लेकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ, फसेको पैसा मेरो तुरुन्तै निक्लियो भनेर हजुरले निक्लिसक्यो भनेर त्यो कागजमा लेख्नु पर्नेछ। त्यो नाम अनि रकम अनि त्यो व्यक्तिको नाम लेखेर निक्लिसकेको छ भनेर हजुरले निक्लिसकेको अनुभव गर्नुपर्नेछ र आनन्दको साथमा त्यो लेखेर त्यसको भाव चाहिँ त्यहाँ प्रकट हुनुपर्नेछ। यसरी लेख्नुहोस् 11 पटक लेख्दै जानुहोस् त्यो व्यक्तिको नाम अनि मेरो यति पैसा लगेको थियो फल्नोले त आज निक्लियो, म खुसी छु भनेर हजुरले लेख्नुहोस् अनि धन्यवाद प्रभु लेख्न पनि नछुटाउनुहोस्। यस्तै 11 पटक त्यो दोहोऱ्याइराख्नुहोस् अनि त्यो कागजलाई 11 पटक फोल्ड गर्नुहोस् अनि हजुरले त्यही लाइटर लगेर त्यसलाई जलाइदिनुहोस् र त्यो खरानी हातमा राखेर फु गरेर जताकतै छरिदिनुहोस्। यो प्रक्रिया हजुरले 11 दिनसम्म ब्रह्म मुहुर्तमा बिहान सूर्य उदय गर्नुभन्दा अगाडि गर्नुहोस् अनि जीवनमा फसेका पैसा निक्लिनेछन्। यो उपाय गरेर, चमत्कारिक उपाय गरेर जीवनमा लाभ लिन नछुट्नुहोस् है। यो उपायले हजुरको जीवनमा ठूलो लाभ हुनेछ। जीवन हजुरको ऋणबाट दूर हुनेछ। हरेश